सिद्रा किन चाहिँ मिठो भयो भनेको त यो रहेछ नि त तरिका। त्यही भएर पो मिठो भएको रहेछ त। मिठो मानी मानी खाइराख्नुहुन्थ्यो नि साथी हो। लु हेर्नुहोस् साथी हो, सिद्रा मिठो हुनुको कारण त यो पो रहेछ त। सिद्रा नहुने साथीहरूले चाहिँ लु हेर्नुहोस् है साथी हो, लु खाने होइन त साथीहरू, मिठो मानी मानी सिद्रा। ल हेर्नुहोस् है साथी हो, मिठो हुनुको कारण त यस्तो पो रहेछ त। अर्ग्यानिक कुराहरू जाँदो रहेछ। अनि ल साथी हो हेर्नुहोस् है, मिठो मानी मानी खाने होइन त सिद्रा। यस्तो मिठो हुनुको कारण त यो पो रहेछ त। धेरै किन मिठो हुँदो रहेछ सिद्रा भनेको त यो रहेछ नि त। टमाटरको अचारहरूमा सब्जीहरूमा हालेर मिठो मानी मानी खानुहुन्थ्यो नि साथी हो। लु हेर्नुहोस् है साथी हो, सिद्रा चाहिँ लु यो रहेछ नि त तरिका। अनि पो मिठो भएको रहेछ त। सिद्रा त न त त्यतिकै मिठो हुँदैन। लु है साथी हो, मिठो मानी मानी खानुको कारण र मिठो हुनुको कारण त यो पो रहेछ त है साथी हो। देख्नुभयो साथी हो, मिठो त्यतिकै त नहुँदो रहेछ नि त। यस्तो रहेछ नि त आइडिया त। मिठो मानी मानी खानुहुने साथीहरूले चाहिँ लु हेर्नुहोस् है साथी हो, मिठो सिद्रा चाहिँ नहुने साथीहरूले चाहिँ हेर्नुहोस् है साथी हो, मिठो हुनुको कारण चाहिँ यो रहेछ है साथी हो। यत्तिको मिठो चाहिँ काहीँ पनि नहोला है साथी हो, यस्तो हुँदो रहेछ। अनि